हेलो गाइस, वेलकम टू माय यूट्यूब चैनल। आज मिस की विदाई हो रही है। तो भाई हम फूला चढ़ना भाई डर लग रहा है, थोड़ा पे इतना डर लग रहा है। बोली फिलत पटाने क्यों बच्चे से कोई आ रहा है कि क्या। आज के दिन यादगार बनाता है, हम जब वीडियो बना रहे हैं। आई होप तुमके फिर अच्छा लगा है। और इसका सदी का चुका कहना चाहता हूँ, मतलब कह ना सकता हूँ। कहन तक का जन है पर मुँह में ना मारो डर के मारे। तर कोई बात ना कान में लगाउने जस्तो। सो गाइज, आमा यो तपाईँको फुल हो? तपाईँको फुल हो? तपाईँले लगाउनु भयो ओ दोकानमा? यो दोकान कि न? एकचोटि सोधेर न कानमा लगाउनलाई के मिस। आन्टी दुईटा फुल टिपौँ। फुल के फुल दुईटा टिपौँ भनेर सोधेको। यतातिर एक दुईटा मात्रै। मिसको बिदाई हुँदैछ नि, अब फुलसुल छैन त्यसैले। बहुत बुढो म पनि त काली नै छु यार। यो बेलोरीमा आएर हामी कति काली भयौँ। तिमी त गोरी भएको छ। गोरी भएको छैन, पहिला झन् गोरी थियो। सबै मलाई यस्तै घर गएपछि म त गोरी पहिला काली नै सुरुमा धेरै काली भइहालेको थिएँ। त्यसपछि त त्योभन्दा त अलिअलि गोरी नै छु। अब बेलोरी शाखाको दुईजना मिस बाँकी, दुईजना मात्रै बाँकी, तीनजना मध्ये। ये बहुत दुखद न्यूज़ है और खुशी भी है। हम अच्छा शाखा में जा रही है, इसीलिए अपने घर अपने गाँव। हाम्रो यो मिसको चाहिँ विदाई हुँदैछ। कल्पना म्याडम, तपाईँ खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ? यो ओभर एक्टिङ भयो जस्तो। सर तपाईँ खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ? यता हेर्नु त, आँसु निकाल्नु न एकचोटि दुःखी हुनुहुन्छ भने। मर्द केटा मान्छेको आँसु आँखामा आउँदैन, मनमा हुन्छ। पानी सानी लगाउनु क्या एकचोटि। अब हाकिम सरसँग सोध्न जाने हिम्मत छैन। यस्तो नि खुसी हुन्छन्, आँखा टिमटिम टिमटिम टिमटिम। आँखामा आँसु छ, बाहिरी मुखले खुसी छु भन्नै पर्यो हो। गाइस, हम दोनों साह्रै राम्रो बहुत दुखी हैं। यस्तो गर न, आउँछन् कि आउँछन्, यता हेर्दैछन् नि। पुरै आथ्यो, पुरै पुरै दुविधा छ। को न भुलाना यो दूर तुम न जाना, हम रो देंगे तुम जाओगी तो। मैं कैसे आ रही हूँ? के भन्न चाहन्छौ तिमी? के भन्दैछौ तिमी? के भनौँ म? धेरै माया छ मिसलाई। अरे मुआले माया गर तर घाँटी नदबाउ के। त्यो माया हो कि त्यो शाखामा मिससँग राम्रोसँग लगाउनु के। उताको उ छैन के? उता पनि उता पुरै बुझ्दैन नि रमहरू। पुरै बुझ्दैन नि। उता पनि उही छैन के त्यहाँ। हजुर के गर्ने? पुरै नबिजिल। सुरु गरौँ त अब हामीलाई। ल मिस, तपाईँसँग बस्नु पाइयो, तितो मिठो बोलियो होला, त्यसलाई माइन्ड नगर्नु होला। आगामी दिनको धेरै धेरै शुभकामना, राम्ररी काम गर्नु होला। अब तपाईँलाई पहिले मैले के दिएँ, चिठी दिएँ ल। विषयमा चाहिन्छ यो फाइलिङ गरेर राख्नु होला, यो अफिसमा दिनु होला। ए ल फोटो खिच्नु।
अलिकति ध्यान पनि लगाइहालौँ होइन लगाइदिनु पर्ने मिसले पहिले त आफै लगाउनु पर्ने होइन तपाईँको बेलारीको बसाइ सुखद र फलाइ हुनुहोस् बेलौरीमा सिकाएको कुराहरू धेरै कुराहरू तपाईँ आज व्यवहारिकमा उतार्नु होला है भेटघाट गर्न आउनु होला बेलौरलाई नबिर्सिनु होला आइहाल्छ अनि बस्दाखेरि कहिले कस्तो झगडा खारा हुन्छ त्यो कुराहरूलाई धेरै बिर्सिहाल्नुपर्छ है राम्रो कुराहरू सम्झिनुहुन्न यो भोइस दिइदिन्छ कुरो है ल हवस् त अलि ठाडो गर्नु कुरा ल मिस अहिलेसम्म बस्नु धेरै धेरै माया छ है तैँलाई बेलुकामा मिस गर्छु सबैमा के दुःख सुख के गलत बसी दुःख नमान्नुलाई है एउटा सिक्ने क्रममा बस्ने क्रममा भइहाल्छ खोल्नु तपाईँलाई लगाइदिएन होइन तर सबैलाई लाउनु भुल्नु भयो सबैलाई लगाएन अहिले लाउँला नि केही छैन त्यति उ छैन धेरै धेरै माया मलाई नबिर्सिनु मलाई मात्रै होइन हामीलाई तिमीलाई त मजा बिर्सिहाल्छु ल हेर्नुहोस् गाइजहरू यहाँ चाहिँ बिदाई कार्यक्रम हुँदैछ भारतीय पिसले बिहे कार्यक्रम बिदाई कार्यक्रम हाँस्नु हाँस्नु भएर त यस किन आउँदा नाच्ने हाँस्नु पऱ्यो त कानमा लगाइदियो यही बाटो मलाई नबिर्सिनु अब मलाई के आउँदै आउँदैछ ल हेर्नु ल यहाँ चाहिँ के लेखिएको छ भन्ने कुरो म तपाईँलाई लास्ट टाइम पढेर सुनाउँछु है फोटो खिच्नु के अब केही भन्नु भिडियो बनाउँदा बोलोको छु उसले के भन्नु मलाई भन्दै आउँदैन अब बेलौरीमा करिब कति भयो 1 वर्ष भयो होइन 1 वर्षै भयो कस्तो हो के हो अनि दोस्रोको पोखेट जानु पर्यो त धन्यवाद सम्पूर्णलाई मेरो आजको कार्यक्रम यति राम्रोसँग राखिदिनु भएकोमा मेरो करिब यहाँको बसाइ 1 वर्ष हुनै आँट्यो 1 वर्षसम्मको बसाइमा मैले कामहरू यो बेलौरी शाखाको सरहरूबाट धेरै कुराहरू सिक्न मौका पाएँ त्यो सरहरूलाई धन्यवाद अनि मिसहरूलाई त के भन्नुसँगै आएको अनि यति नै भन्न चाहन्छु धन्यवाद नै भन्न चाहन्छु मलाई म बेलगाडी गइसकेपछि मलाई नबिर्सिनु तपाईँ पनि नबिर्सिनु गिफ्ट अनबक्स गर्नु के सरुवा भने अनि आउने जाने शाखामा त कार्यक्रम चलिरहेको छ त अब त 30 वर्ष छ गिफ्ट अनबक्स गर कि अब के गिफ्ट हो होइन खै सर तपाईँ नै हेर्नुहुन्छ तपाईँलाई थाहा होला बाहिरमा यो शाखामा हरेक चाहिने तपाईँको राम्रो पक्षहरू चक्क लाएर राख्नु होला सुरुमाथि तपाईँको इक्जाम गर्न जाने बेला आउने बेला त्यहाँबाट आइसकेपछि के भयो कसो भयो दैनिक भित्र आँसु मुख सबै हुन्छ त रुनु बेसी त भइहाल्छ
छु त किन रोको अमेरिका जान राम्रो भयो क्या हो भेट्न आइहाल्छु के म यति सानो मन बनाउनु पर्छ त नभन फेरि झन् भन्यो भने झन् रुन्छु नि अघि टिकटक देखाइदिनु त मोबाइल खै एउटा बाँकी छ त गिफ्ट अघिको मोबाइल खै यो चाहिँ स्पेसली कल्पना म्याडमले दिनुभएको मलाई के अरे हाम्रो महेन्द्रनगर छ नि रुक्मिनी म्याडम हजुर ओ पोकोबाट आएर ल्याइन् होइन रहेछ त त्यो मास्कको रहेछ मास्क यो तपाईँलाई कफी खान्छु कफी चिया तातो पानी खानु होला ढक्कन पनि सधैँ छ यसमा यसको ढक्कन यसमा म कफी खान्छु ल भाइलाई मेरो गिफ्ट कस्तो लाग्यो मिस सबैलाई मेरो गिफ्ट कस्तो लाग्यो सबैको गिफ्ट राम्रो लाग्यो मन पर्यो सबको गिफ्ट नबिर्सिनु होला है रुममा जुन सुत्ने रुम छ त्यही तास्नु होला टक्क लाएर लय सहित पढेर सुनाउनु लय सहित है त्यति पर मलाई लय मिलाउन आउँदैन ल्याउनुहोस् म पढिदिन्छु ल सुन्नु यता सर हुनुहुन्छ त पढ्नको लागि यता आएर पढ्नु के सर तपाईँ हेर्नु सर मेरो यो उडेर यो पंखा ल हेर्नु साथीहरू आज चाहिँ यहाँ हाम्रो सिमरियल सर्वा हुँदैछ यहाँ बेलोरी शाखामा करिब हुँदैछ भइसक्यो करिब चाहिँ नि 1 वर्ष उहाँको चाहिँ यहाँको बसाइ भयो अब चाहिँ बेलारी शाखामा जानुहुन्छ उहाँलाई चाहिँ नि हाम्रो भागीरथी मिसले यहाँबाट आफ्नो तर्फबाट एउटा गिफ्ट दिनुभएको छ यसमा चाहिँ नि मुक्तकहरू लेख्नु भएको छ म तपाईँलाई चाहिँ उच्चारण गरेर सुनाइदिन्छु है त ल विदाईको पीडा बोकी आँखाभरि आँसु छ विदाईको पीडा बोकी आँखाभरि आँसु छ मनभित्र सम्झनाको अझै बाक्लो बासु छ टाढा जाँदैछौ तिमी मुस्कान ओठमै राखेर टाढा जाँदैछौ साथी तिमी मुस्कान ओठमै राखेर मेरो मुटु एक्लिँदै जाने कस्तो यो महसुस छ मेरो मुटु एक्लिँदै जाने कस्तो यो महसुस छ ल अर्को सुन्नुहोस् है त सरुवा भई जाँदा आज मन भारी भयो सरुवा भई जाँदा आज मन भारी भयो सँगै बितेका दिन सम्झना आँखाभरि रसिलो भयो सँगै बितेका दिन सम्झदा आँखा रसिलो भयो कर्तव्यको बाटोले टाढा पुर्यायो तपाईँलाई कर्तव्यको बाटोले टाढा पुर्यायो तपाईँलाई तर तपाईँ बिना यो मन अझै सुनसान भयो सरुवा भई जाँदा आज मन भारी भयो ल बाई सर सुनाइदिनु भएको धेरै ल्याइ मिलाएर सुनाउनु भयो म दुखी नै छु तर खुसी पनि छु मिस आफ्नो ठाउँमा जाँदै हुनुहुन्छ भनेर आफ्नै ठाउँमा गाउँ ठाउँमा जानुहुन्छ आफ्नो मम्मीसँग बस्नुहुन्छ भनेर यति भन्दै अब विदाई कार्यक्रम भन्दा हुँदैन अहिले मिसको विदाईको कार्यक्रम सिद्धिसक्यो अनि तपाईँलाई कस्तो लाग्यो हाम्रो भिडियो कमेन्ट गर्नुहोला अनि यिनी धेरै रोइन् खुसी भएर विदाई गरेर यिनी रोएर विदाई गर्नु म मात्रै खुसी भएर विदाई गरेँ सो अब नेक्स्ट भिडियोमा मिल्छौँ नेक्स्ट टाइम सबैलाई बाई बाई अब एक दिन मिसको घर जान्छौँ हामी त्यति बेला फेरि भिडियो बनाउला अनि तपाईँसँग फेरि भेट हुन्छ त्यही सबैलाई बाई जुन नयाँ छ त्यो सब्सक्राइब गर्नु बाई बाई गाइज साथी भाइसँग